कथा हो एक सानो केटा आरवको, जो सधैँ आफ्नो मोबाइलमै हराइरहन्थ्यो। आरव, अलिकति कुरा गरौँ न। पछि आई बाजे, गेम खेल्दैछु। आरवका लागि मोबाइल नै उसको संसार थियो, तर उसले देखेन बाजेको एक्लोपन। त्यही रात आरवले एउटा पुरानो बाकस भेट्यो। यो के हो? तिमीले छुटाएका पलहरू हेर्न चाहन्छौ? त्यस रात आरवले बितेका पलहरू हेर्यो, उसले बेवास्ता गरेका पलहरू। आरव, सँगै चिया खाऊ। बाजेका कथाहरू कहिल्यै सुरु हुन पाएनन्। जब म तिम्रो उमेरको थिएँ, अब आरवको आँखामा आँसु थिए। मैले त कति कुरा छुटाएँ। ऊ तुरुन्तै दौडियो। बाजे, म सँगै बस्न चाहन्छु, अहिल्यै। अब समय छ बाबु। त्यस दिनदेखि आरवले मोबाइल भन्दा बाजेसँग बिताएको समय रोज्यो। समय कहिल्यै फर्किँदैन, तर अझै बाँकी छ भनी त्यसलाई जिउँदै गरौँ।